ठिक छ नि खबर? आज हामी प्रयोगशालामा हाइड्रोजन ग्यास बनाउने विधिको यो प्रयोग गर्दैछौँ। त्यसकारणले आज हामी के गर्छौँ भने फर्स्टमा चाहिँ हामीसँग यो के छ, के हो यो वुल्फ बोतल हो। यसमा मैले अलरेडी चाहिँ यो कर्भ रबर कर्भमा यो फिट गरिसकेको छु। यसको नाम के हो? थिसर भनेर हो। र यसलाई मैले अलरेडी फिट गरिसकेको छु र मैले अब यसमा चाहिँ हामीलाई चाहिने केमिकल्सहरू के हो त भाइ बहिनीहरू? जिंक र हाइड्रोक्लोरिक एसिड हो। र यसको नाम के हो त? वाटर ड्रप हो। यसको नाम के हो त? ग्यास। र यसको नाम के हो त? बिहाइभ सेल। र हामीले यसलाई मैले यसमा फिट गरेको छु। यसको नाम के हो त? र हामीसँग एउटा केमिकल छ। यो केमिकलको नाम के हो? हाइड्रोक्लोरिक एसिड भाइ बहिनीहरू। र त्यस्तै गरेर यो के हो त? जिंक छ। हामी अब यसमा हामी के गर्छौँ भने सर्वप्रथम त हामी अब के गर्छौँ भने यो फोकस अलरेडी गर्ने के गर्छौँ भने अब जिंकलाई मसँग जिंकका टुक्राहरू छ। मैले यो जिंकलाई चाहिँ यसरी यो केमा राख्छु भाइ बहिनीहरू? यो वुल्फ बोतलमा राख्छु। र यसै गरी अब मैले यो राखिसकेपछि भाइ बहिनीहरू यसलाई चाहिँ के गर्छौँ भने हामी यसमा हामी थोरै पानी हाल्छौँ अहिले। र यसको यो थिसर पनेललाई यहाँ चाहिँ तलसम्म हैन, यसको यहाँ जब अहिले घोल बन्छ त्यसपछि यस घोलसम्म के डुबाउनु पर्छ हैन? किन डुबाउनु पर्छ त? किन डुबाउनु पर्छ? हो, यसबाट किन भन्दा यो चाहिँ हाइड्रोजन ग्यास लिक भएर बाहिर नआओस् र सजिलै डेलिभरी ट्युबद्वारा ग्यास जब जम्मा होस् भन्ने हाम्रो उद्देश्य रहेको छ भाइ बहिनीहरू। र अब हामी के गर्छौँ भने यसमा चाहिँ अब हामीले यसलाई सिधा फिट गर्छौँ यो डेलिभरी ट्युबलाई यसरी। र यसरी फिट गरेर यसलाई अलिकति यसलाई फिट गर्छौँ। र फिट गरिसकेपछि यसमा हामीले थोरै यो यसो पानी राखिदिन्छौँ। अलिकति यो टाइट हुन्छ यसो गर्नाले। र यसमा चाहिँ एयर टाइट भएको छ कि छैन भनेर हामीले चाहिँ के गर्छौँ भन्दा परीक्षण गर्छौँ। त्यसका लागि यहाँ यो साइडमा बन्द गर्छौँ र त्यसपछि हामीले यहाँ पानी राख्छौँ। पानी अड्यो त? अड्यो नि त होइन? यसको मतलब के हो त भन्दा यो एयर टाइट भएको छ भन्ने चाहिँ यसरी छोड्छु मैले। र यसमा हामी थोरै पानी राख्छौँ। यसरी